वक्रतुंड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा।
कि यस्तो होइन नि यहाँबाट यहाँसम्म जाने लट्ठी छैन ल झुन्डाउने गुरु हुन्छ त्यस्तै जलधारी कहाँ आछ जानी हजुरवाला के बनाउनु भन्नु न दैवबलं तदैव लक्ष्मीपते तैङ्घ्रिकं स्मरामि ॐ महागुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुदेव महेश्वर गुरुः साक्षात् परं ब्रह्म तस्मै श्रीगुरुवे नमः कुलायिनी घृतवर्ती पुरन्दीशेनेशिदसदन पृथिव्या वित्तरुद्र द्रवसवगृह्णन्तिम ब्रह्मपितिः सौभागया स्वेन भायुषादयतमिहित्वः कुलदेवताभ्यो नमः गजाननं भूतगणादिसेवितं कपित्थजम्बूफलचारुभक्षणम् उमासुतं शोकविनाशकारकं नमामि विघ्नेश्वरपादपङ्कजम् ॐ केशवाय नमः स्वाहा ॐ माधवाय नमः स्वाहा ॐ गोविन्दाय नमः स्वाहा भनिकन हात पनि पखाल्ने है तीनचोटि खाएर एकचोटि हात पखाल्ने हो उपलब्ध छ त्यति चढाउनु होला अक्षेत्र बाङ्ग सूची अब पवित्र सन् पवित्र लगाउनु सबैजनाले पवित्रजनाले नपुगे भन्नु होला ओम पवित्र से भैरव सवितुर वह परशव पुण्यमासिद्रेण पवित्रेण सूर्यस्य रश्मिविहितस्य देवर हामीले पानीको दियोलाई सम्झिन पर्छ फेरि है ओम शिरो भव वीरभङ्ग सुर भव वरस्य वनपे सुर भव सुखद स्वमाग्ने पुरीका वाहन शुभ भवत् जसरी यो उज्यालो प्रकाशले हजुरले सबै यो संसारलाई उज्यालो बनाउनु भएको छ त्यस्तै गरी हाम्रो परिवार सुख शान्ति प्राप्ति यस्तै उज्यालो हाम्रो परिवारमा पनि खाओस् भनिकन तल है भयो अब एउटा गोदान गर्नुको शुद्ध हुन्छ त्यो प्राप्त गर्नको लागि गोदान गरेर बल्ल हामीले यो अधिकार पाउन सक्छौँ त्यति पाइँदैन गाई सम्झेर एउटा पैसा राख्नु त्यो अरू पर्दैन फुल राख्नु होला कसरी यत्र हुँदा पनि भूत द्रव्याय नमो नमः भयो है अब गोदान दिने त को छ तर्पयत परजन्मे तर्पयत गणन्मे तर्पयत गणा मेरा वित्रिखण्ड हरि ओम 10 पुष्प टुक्रो लिएर गाएर दिनुहोस् है तीनचोटि ओम 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 भन्नुहोस् ओम 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 गर्नु है ओम 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 तिथिर विष्णु तद्वारो नक्षत्रण विष्णु वच योग चक्रण विष्णु सर्वं विष्णुमयं जगत् फले विष्णु जले विष्णु सर्वं विष्णुमयं जगत् हरि ओम प्रदित्य प्राप्ते श्री श्वेतः प्राकल्पे वै पशुपतिवन मन्दिरे अष्टविंशतितमे स्वस्ति त्रेता द्वापरन्त महाकल्प शुद्ध मिश्रितः जलधारः खडङ्ग रुद्राभिषेक कर्मणः महाकाली महालक्ष्मी महासरस्वती भगवती पूजन स्थापन पूर्वकं कवच अर्गल स्तोत्र सहितः पाठः कर्मणः एउटा उताले पनि एउटा त्यताले के भन्नु
Idam Vishoradi Sakrame Vedani Davi Padam Vatarayata Om Vare Padikabhyam Namah Om Lakshmi Arantyam Namah Om Uma Vayadratyam Namah Om Ram Devatabhyo Namah Om Vasu Devatabhyo Namah Om Sandhidayata Om Raketurga Dastu Bharatam Rokadana Svadasaitana Vani Apakaitanadati Shuklam Bharatram Devam Sajivam Chaturabhujam Patannam Padam Daswarveno Pasantai Adit Sarvada Prakaresu Nadite Kamangalam Desam Yadaisu Vagaman Mangalayatano Hari Tadeva Langanam Surinam Tadi Saramo Gadesa Bala Sindura Dubo Pulamala Saramo Gadesa Bala Sindura Dubo Pulamala Chadao Ganesh Bala Sindura Dubo Pulmala Chadao Ganesh Bala Sindura Dubo Pulmala Chadao Ganesh Bala Sindura Dubo Pulmala Chadao Ganesh त्यो ध्वजा हुनु ध्वजा यता ल्याउनु अरु त अब नमस्कार गरेर आफ्नो स्थानमा आएर बस्ने त्यो ध्वजा त यता ल्याउनु है ध्वजा यता ल्याउनु ध्वजालाई यसो जल छर्किनुस् त कटरको जल यो जल ल्याउनु त्यहाँ अगाडि त्यो ध्वजामा जल छर्किनुस् यसो वनस्पति रस दिव्यो गण्डाब्द गण्ड उत्तम आग्रेव सर्वदेवानां धूपोऽयं प्रतिगृहीतं धूपम् कृष्णे नरजस भर्ता यसरी हात देखाउनुस् कृष्णे नरजस वर्तमान निवेशन मृतम मर्तिन्छ हिरण्येन सविदं देवो जाति भुवन निपति ओम जगत साचिने सूर्य नारायण नमस्कार गर्नु बोलिए सूर्य नारायण भगवानको अब एउटा दुनो राख्नुस् अगाडि धीमहि तन्नो शंखो प्रचोदयतः आगमनार्थं देवनां गमनार्थं राक्षसं कुरु घण्टे महानादं देवतार्चन सन्निधौ घण्टस्थ देवताय नमः गन्ध पुष्प भनेको लाभार चढ्नु है लाभार जौतिल है फुल दुईटैमा चल्न लागि बजाउनु घन्टी आकै छैन घन्टी नै आएन यहाँ ओम सरस्वत्यै नमः ओम वेद पुरुषाय नमः पुराण देवताभ्यो नमो नमः बाङमूर्ते पुस्तकमा यो वेद पनि हो अलिकति राख्नु त्यसमा मात्रै चारजना गुरु हुनुहुन्छ क्या चारजनालाई एक नास्का विविधका बारे दशका बारे एक नास्का चारवटा राख्नु है अनि ढोक्नु रवि रुद्र पिता महाविष्णुनुतं हरिचन्दन कुङ्कुम पङ्कयुतं मुनिवृन्द गणेन्द्र समान सरस्वती पादयुगम् अब यता फुलहरु टन्नै छन् चढाइदिनु होला है भगवान खुसी हुने भनेको फुल दियो हामीले अरु धनले खुसी गर्न सकिन्न भगवानसित झन् जति पनि छ ल बार बोलिए हे दीपनारायण भगवानको यताबाट ल्याएर राख्ने हो आफै उठ्नुहुन्छ एकजना उठ्ने हुन्छ फेरि अर्को दुना ल गुरु जानु पुण्य वचन अब आइ आउन लाग्छ त्यो बान्दी पनि हुन्छ पुण्य वचन बान्दिन्छ यो पूजा भयो हा मैले बान्दै के भयो नदीको धानहरुका पनि सोध्ने यहाँ छ नि हेर्नु धान्यमासी दिनु देवन प्राणयत दानयत दीर्घमन प्रसिद्धि माई खदन देव वहसवित हिरण्य पानी प्रतिग्रिव्यत त्वच्छिद्र विषत दराहि गंगा जल सम्झिकन त्यो जुन अहिले राखेको दिनमा गंगा जल भनेर चढाइदिनु गंगे च यमुने चैव गोदावरी सरस्वती नर्मदे सिन्धु कावेरी जलस्मिन् सन्निधं गुरु फलतमत शान्तिं पर्यक्षमे एउटा सुपारी राखिदिनु होला ज्याफली अपुक भयस पुक पनि बृहस्पति प्रशस्तन मञ्च त दुबोको तान्द्रा राखिदिनु पृथ्वी न भवानी झरने वचन यचन कर्म सपर्दा बर्पिपल आत्मकथा गर्नु परेको छ गरी गरी यसो देखाउनुस् बर्पिपल पत्तार परेन के आपको कलशमा प्रस्त
शनि राहु केतव सर्वे अष्टग्रह शान्तिकरा भवतु। ओम महापरमा मुरारी श्रीपरन्तकारी भानु सचिव मुषित बुधस्य गुरुश्च शुक्र शनि राहु केतव सर्वे ग्रह शान्तिकरा भवतु। तीर्थजम्बो फलकारवक्षणं प्रमादूतं शोकविनाशकारकं नमामि विघ्नेश्वर विघ्न परिखण्डन चण्ड दण्डमखण्डलादिसुरनायक वृन्दबन्धुं वरणनामार्थ सङ्गनं रसनं छन्दसामपि मङ्गला
प्रजापति अग्नि प्रजापति स्वाय अग्नि अग्नि सूचिकृत स्वाय अग्नि सूचिकृत स्वायमा श्रम सपर्वेश सुरो पूजेर मलाई समझ यहाँ भिजेर मुखमा नराख न यो फोटो नि हो यो होइन हात हात राख्यौ टाउकाबाट सुरु गर तल शरीरमा यही कपाल सिधै राख्ने त्यो कपाल सिधै राख्ने यो दुईटा के गुन्टा टाउका
मेखलाम बन्नी परिवार मानव परमण परिवारमागतम बलमाननम श्वासम देवी सुवास मेखलाय युयाम सुवास परिकमादस्यत भवति नम प्रणा पण सदाचर मोदुर भांगडाचा अभियान संस्वादरत्न लेलो इथे आसाम प्रधान एका बदनाम बेंगलोर जन्म विजनमामध्ये वर विराय वर हेरो वजन मोदनी गवर्नर सदाचर मॅडम नदी वर सोना बारो परमेश्वर राजन राजन मधुरा गई देखील प्रबेल नमस्ते राजराणे रुपये अभिमान देखा करने भद्रमान जमंत नंदो विजय बारी के कागुसराजने भद्रमान करने बड़े सेंडा दे वर उगदरते कागुसराजने भद्रमान मन ले नि तन्मासे निजामते बराबर गलाय बेटा आयुर्वेद के कागुसराजने भद्रमान करने दुर्गा बंदर से जबाने का गड़ा के कागुसराजने भद्रमान करने जो विना दिवाद विवाद नंदे कागुसराजने भद्रमान के नदी ता बंदर होया नंदे खबर पे करते कागुसराजने भद्रमान भद्रमान काम रे हुआ के बादरा सन्नापति देता सदी जोर बात ना तो नामंत करने को यदि तो जनेगा तो बदल मत तो के का माते जो के के नमस्ते करना मन बर्बाद जान गानो सारा जीवन समय को अवस्था और गुरु मंगल के कन्या अनुराग को विजयता सहस्रवेगा को भेड़ में अवस्था करे दंड राखनी इंदाखरी दिए न्याय ताकि देना राजा साहब बादो
समाधि जागृत बसव नमो नमः साय वासने बसव नमो नमः मनुष्यस्तत्व जागृत बसव नमो नमः सागरो समाधि बसव नमो नमः नमः आवेदन हो विष्णु बसव नमो नमः गुण गण गणावे बस्त्री अति बसव नमो नमः व्यास भद्र नमः भगवान नमः सभी जागरात्र में से राष्ट्र व्यास और व्यास जाम घनात्र में नारे दिव्यात्र में काम रात्र रात्र में संगत बसव दात्र में उग्र बाटोमा काँडा हुन्छन् बाटो अप्ठ्यारो हुन्छ बाटोमा अप्ठ्यारो हुन्छ अब हजुरहरूले भिक्षा ढोका बसेर भिक्षा दिने तयारी औषध साधन जाति भ्रमण भगवान विधा माग्न आउँछ नम पार्जान जाबर जातन मोतना तोतना नम तीर्थ कुल्यातन सस्ता फेन्नातन सिक त्याज परवाया गंगे मुख लागतना तन वर्तन फुलस्ता तन मैंने नाच परदातन वर्जान वर्ता वर्तान राजा घेवातन मर्देता निमतातन ताजा तो बरे तम परमेश्वर राय धनदाय के वदन धर्म मंत्रा के विक्रम देवी नमः तो भगवते सत्र नमः अंतर जी बाबा जी देगा मंत्र नमः धर्म नमः धर्म में अंदर से का बहुत मजा भिक्षाम देई भन भिक्षाम देई भन
नादेवादी नाजनंदा अंतर बाबा ने हरण बाबा जा पुत्र बाबा जा संतर बिरु बाबा ने तो आदि नंबर बाबा ने देव देवता न तो आदिना न वंग गर्भात दरा तो पुरुद्र बेर समस्या बता सुवन नमरा बाबा संजो गासै खबेर पुरबाबे जन जोनाइ के भ्रमण जामै सुने बडा पुरबाको मन में दूर बुझमान हर महादेव काची गए जान भाडा पुर्याइदिनु पर्छ है माता भिक्षाम दे अलि चिच्याम भगवती माता भिक्षाम दे भगवती माता भगवती माता भिक्षाम दे Kementerian Agama dan Kementerian Agama dan Kementerian अन्तिमको पछाडिकोमा झोला टटाउने यम भिक्षा स्वीकारम कुरु ल अब यहाँ पूजा है त्यहाँ जाऊ नगरमा पूजा गर अब वस्त्रम समर्पयामि यज्ञोपवीतम जनै चाहियो एउटा यहाँ जनेर धेरै आइ जनै ओम महा लक्ष्मीनारायणाभ्यं नमो नमः ओम पकपातलब्जै नागजाति घरविरनसानदोनै दिल प्रवाला तुलसी दलदासिदाय नमः पुष्पमाला स्वागतं देवेशः मद्भाग्यः त्वयः महागतः ओम बेलपत्र नानारत्नसमायुक्तः कार्तः स्वरविभूषितम् आसनं देव बेलपत्रको झोला जलमित्रगुणाकारं त्रिनेत्रं त्रिजन पादसकारं त्रिभुवनलक्ष्मीहारं बिलपत्रं समर्पयामि साम्ब सदा शिवाय नमः लोभिजल सम्झेर फेरि जलै खाइदिनुस् स्नान गराउने चन्द्रमा मनसुर जातो चक्षो सूर्यो अजायतः रुद्रायः पशुपतयः कर्णज्यम अवलिप्तासिः नमः पर्जन्यः वर्षतुः समर्पयामि लक्ष्मीनारायणाभ्यं नमः आव घेऊन नदिनुस् तन्त्वसि भगं समर्पयामि भद्रं वरणं उहाँले हाल्दिनु त त्यहाँ कोइला यहाँ पनि छ नै ज्योति कोइला धुप हाल्दिनुस् या फलनिर्जा अपलाभुजैतं मया दीपं ग्रादेव सत्रैलोक्यं तिमिरापहं सूर्यदिन भग्रभ्यो नमो नमः
सदा शिवाय नमः अब भगवानलाई वस्त्र भनेर है त्यो साडी ब्लाउज भगवानलाई पाउनुस् दीपम दर्शयामि सदा शिवाय नमः वस्त्रम समर्पयामि वस्त्रान्ते आचमन्यम जल यसो जल छर्किनु लङ्कपुरको वस्त्र चढाइदिने हो नामले अब श्रीखण्डन ओम समर्पयामि ओम नीललोहिताय नमः ओम जटाधराय नमः ओम कैलासिने नमः ओम कवचिने नमः कर्णं पूजयामि दामोदराय नमः नासिकं पूजयामि हराय नमः मुखं पूजयामि रुद्राय नमः कंठं पूजयामि शेषाय नमः स्कन्दं पूजयामि जगद्व्यापिने नमः बाहु पूजयामि तेजरूपिणे नमः स्तनं पूजयामि निशमे जगत्प्रभवे नमः जगने पूजयामि स्वप्रकाशाय नमः गुरु पूजयामि स्वयं ज्योतिषे नमः ज्ञानमये पूजयामि चतुर्व्याय नमः गुरुभो पूजयामि जनयामि अग्निरूपाय नमः पूजयामि वेदशिर नमः बाहु पूजयामि दामोदराय नमः कंठं पूजयामि पद्मनाभाय नमः युद्धं पूजयामि हिरण्यगर्भाय नमः मुखं पूजयामि ब्रह्मणे नमः शिरं पूजयामि विष्णवे नमः पंचविधं पयुदधियुतं रम्भाफलं पानकं शाकानामयुतं जलं रुचिकरं कर्पूरखण्डजलं ताम्बूलं मनसा मया विरचितं भक्त्या प्रभो स्वयं छात्रं चामरयोर्युगं व्यजनकं सादर सम्भूतवाराधनम् इत्येवं वरपूजने प्रतिदिनं योगातीर्थान्तं पठेत् मन्दाकिनी सलिलचन्दन चर्चिताय नन्दीश्वर परमतनाथ महेश्वराय मन्दार तस्मै मकाराय समर्पित समावृता संसार सांब सदा शिवजी को आदित पूजित सगल देवहरू को आर्य देव पशुपतिनाथ भगवान को वैदिक सनातन धर्म को यस पुण्यभूमि को नेपाल आमा को फलं समर्पयामि नारिकेलादि फलं समर्पयामि देवाय हविखविदे महादक्षिणद्रव्यं समर्पयामि ओम लक्ष्मीनारायणं नमः एउटा फुल लिएर चमरको पुच्छर भनेर चमरलाई शङ्कर शङ्कासमे मदेन्दुर पाण्डुरं प्रोत्साहय सुदुरितं चामरमर वल्लभः चामरं दोलयामि फुल घुमाउनु भगवानलाई फेरि फम्किदिने हो के भगवते वासुदेवाय जप्न गुरु पवित्रम परमम पवित्रम प्रजापतिय सारम फुल लिएर त्यसलाई चढाइदिनु फुल दिनुस् ओम नमो भगवते वासुदेवाय 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 4 महिनामा त्याग गर्न पर्छ पारिदाय त्रिदाः सप्तसमिदाः कृताः देवजगं तन्वन अवदनं पुरुषं पशुं जज्ञान जज्ञमय देवजगं तन्वन अवदनं पुरुषं पशुं जज्ञान जज्ञमय जन्त देवस्थानि धर्माणि प्रथमन्यसन् तेह नाकं महिमान सचन्त जत्र पूर्वे सद्य सन्ति देवाः
सच्चिदानन्द परमात्माको, सूर्य आदि नवग्रहहरूको, सृष्टिकर्ता ब्रह्माको, पालनकर्ता विष्णुको, संहारकर्ता शिवजीको, स्थापित पूजित देवी देवताहरूको, घृत कौशिक गोत्रका कुल देवताहरूको, कर्ताको, ब्राह्मणजनहरूको, रामचन्द्र भगवानको, कृष्णको, सम्पूर्ण भक्त श्रोतागणहरूको आजको आनन्दको एक बार बोलिए वैदिक सनातन धर्मको जय हो हर 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 महादेव शम्भो जय। उदाहरण सर्वगोत्राणीम तीर्थादि पर्वतो बहुम आग्नेसे तथा मातम पञ्चविंशति मध्यताम यामा म त्यहाँ ब्रह्मचार्यको व्रत पालना गरेर गुरुको सेवा पनि गर्दछु र पश्चात आफ्नो तीर्थस्थलमा भ्रमण गरेर स्नान गरेर 7 पुस्ताहरूलाई म हजुरहरूलाई मात्र होइन 7 पुस्तालाई एकै कुलसम्मलाई तार्ने मैले ज्ञान आर्जन गरेर आउँछु र सबै पितृहरूको मैले उद्धार गर्छु र हजुरहरूलाई पनि पछि मैले गर्नेछु भनेर छोराहरूले भन्छन्। अब फेरि मातो बाचा आमाले के भन्नुहुन्छ भने देशान्तर महादुःखम दारुणम सीताबाट भएतम छोडन्तन् हे बाबु छोरा परदेशमा अनेक किसिमका दुःख कष्ट हुन्छन्, शीत ताप भोक प्यास आदिले धेरै दुःख पाइन्छ, त्यसैले परदेशतिर जाने कुरा नगर भनेर आमाले भन्नुहुन्छ। फेरि बाबाले पनि भन्नुहुन्छ नि यहाँ फेरि कन्दमूल फलाहारम भूमिशय्या निरालयम बनेका त राजुकम गृहति कस राजुतम। बाबुले के भन्नुहुन्छ भने बाबु छोरा परदेशमा कहिले कन्दमूल खाएर रहनु पर्दछ, कहिले भूमिमा शयन भूमिमा सुत्नु पर्दछ, भुइँमा सुत्नुपर्छ, त्यसैले त्यहाँ अनेक दुःख कष्ट हुन्छ, त्यसैले जाने कुरा नगर भनेर बाबाले भन्नुहुन्छ। फेरि छोराले के भन्नुहुन्छ भने सुतौवाच ध्यान माता पिता धान्य यसै पुत्र पत्ताश्रितम पितृनाम तारको यस्तम 10 पूर्व 10 परम। 10 पुस्ता अगाडि र 10 पुस्ता पछाडि पितृहरूको उद्धार गर्ने त्यस्ता पुत्रका माता पिता हजुरहरू धन्य हुनुहुन्छ, त्यस्तो गर्छु मैले भन्दैछु, पितृको उद्धार गर्दैछु, त्यस्तो पितृको उद्धार गर्ने छोरा पाउनुभएको छ, हजुरहरू धन्य हुनुहुन्छ र त्यसको पुत्र म ब्रह्मचार्य व्रत पालन गर्दछु भनेर छोराहरूले आमालाई भन्छन्। फेरि माताले के भन्छन् भने देशान्तर नयाति महाघोर दारुणम दुर्गमम पर्वतम शैलम दुर्गमम हिमालयम। हे बाबु छोरा यो छोरा पहिले हामीलाई छोडेर जाने कुरा नगर भनेर बाबाले भन्नुहुन्छ। र फेरि छोराले भन्छन् हे माता हे पिता र सुतो वाचम जातो हम ब्रह्मावेशमिन पुलिस न त पुत्र कम परिश्याम बद्ध सर्व पितृवर्ग तारणम। हे पिता माता हजुरको वंशमा जन्मेको हजुरको छोरो, त्यसैले सबै व्रत नियम पालना गरेर पितृहरूको उद्धार गर्ने मेरो कर्तव्य हो। फेरि बुवाले के भन्नुहुन्छ भने पितौवाच कष्टेन पालितम पुत्रम आत्मार्थे मया सुतम त्वयि देशान्तर याते मम पुत्र कागति। आफ्नो आत्मा मानेर तिम्रो लालन पालन हामीले आमाले मैले गर्यौँ, अब तिमी घर छोडेर गयौ भने हाम्रो के गति हुन्छ, हामी कसरी अब बस्ने त नि, तिमी गइसकेपछि हामी कसरी बस्ने, तिमी विदेश गइसकेपछि हामी कसरी बस्ने, त्यस हुनाले विदेश जाने कुरा नगर, परदेश जाने कुरा नगर। आमाले के भन्नुहुन्छ भने 10 मासे गृहते गर्भे जित निद्रा छुटाधिकम कोही देशान्तर यातेन कागतिले पुत्रकम 10 महिनासम्म गर्भमा धारण गरे, भोग प्याज निद्रा त्यागेर रक्षा गरे, अब तिमी परदेश गयो भने हाम्रो के गति होला। इन्द्रियहरू छन्, यी इन्द्रियहरूको लाई जितेर 25 वर्षपछि आवश्यक पर्दा घर फर्केर यसमा हजुरहरूको सेवा गर्नेछु, सबै कुरा गर्नेछु, त्यस हुनाले शङ्का नलिनु, अहिले मलाई जान दिनु भनेर छोराले भन्नुहुन्छ।
अब फेरि त्यसपछि कहाँ गयो अब त्यसपछि कहाँ गयो अनि फेरि कहाँ गयो उत्तर के पढ्यो पिच्छे गरे तिमीले मैले त बिलाको एउटा कान्छ मात्रै ढोका पालै पालो बाबालाई ढोका अब कता आमालाई ढोका हजुरआमा खै दिदीले कपडा ल्याइदिनु दिदीले कपडा ल्याइदिनु कपडा झिक्दो भाइको सबैले जल लिनु सही हो जाने यस्तै च्याप्पा पार्नु हात आउँछ फेरि सङ्कल्प फेरि पहिला सङ्कल्प गरेर त्यही त यो तत्र गणे त गनेका त होइन त्यहाँले सबै राखेको गनेका त होइन यथासँग कान तिलान यता एबान अनुलग तनुलाम भूसँग कान दुर्बाम संस्कारी पानी मिल्ने मन्त्राले देव महम परिसे त्यो भगवान्लाई छोडेर त पुष्प पाल्नु सबै यो त्यहाँ घुमाइदिनु अबारार्थी बार्थी भगुराना यसलाई पाल्नु सबै यो बाल्नु सबै घुम्न भ्याउनु ल एक कपडी राखेर घुम्नु नि त जग्गातिर फर्केर इदागुम आबी बिचमा हाल्नु नि त कपुर टिपाउनु त कपुर तल नबाल्नु कपुर टिपाउनु अमिदागुम आबि प्रजाननमे अस्तु दश वीरागुम सर्वगणागुम सोस्तये
आत्मा शनि पशु शनि लोक शन्य भय शनि अग्नि प्रजाम बाहुलाम करोतम वयस्मासु दत्ता ल सल्के ल अब यहाँ हातमा नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय स्वर्गा जानी ओ बाने स्वर्गा जानी ओ बाटो यसै गाने स्वर्गा जानी ओ बाने बाटो यसै गाने स्वर्गा जानी ओ बाने यसै गाने स्वर्गा जानी ओ बाने बाटो यसै गाने स्वर्गा जानी ओ बाने मलाई यसै जाके गङ्गा देलाई बोलबाटे मलाई यसै जाके गङ्गा देलाई बोलबाटारी मलाई यसै जाके गङ्गा देलाई बोलबाटे 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 सन्देश गाउँ बाला आरतीको बेला अरे सन्देश गाउँ बाला आरतीको बेला 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 आत्मा काम मुखमा राम छोड्न हुँदैन छोड्न हुँदैन छोड्न हुँदैन आत्मा राम मुखमा काम छोड्न हुँदैन छोड्न हुँदैन छोड्न हुँदैन आत्मा काम मुखमा राम छोड्न हुँदैन छोड्न हुँदैन छोड्न हुँदैन आत्मा काम मुखमा राम छोड्न हुँदैन सारा
संसार रामको म पनि रामको यो पनि रामको तँ पनि रामको सारा संसार रामको म पनि रामको रामको तँ पनि रामको सारा संसार रामको म पनि रामको भजन गर्नु श्री रामको सेवा गर्नु बाबा आमाको भजन गर्नु श्री रामको सेवा गर्नु बाबा आमाको गर्नु श्री रामको सेवा गर्नु बाबा आमाको भजन 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 गर्नु श्री रामको तेरो मेरो भन्दा भन्दै जान्छ जीवन चोला धनको तिर्खा मेटाउने भेटिँदैन खोला दुई दिनको सम्झना छैन मरिलान दुई दिनको सम्झना दुई दिनको सम्झना छैन मरिलान दुई दिनको सम्झना दुई दिनको सम्झना छैन मरिलान दुई दिनको सम्झना दुई दिनको सम्झना सम्झना छैन मरिलान दुई दिनको सम्झना दुई दिनको सम्झना छैन मरिलान दुई दिनको सम्झना दुई दिनको सम्झना छैन मरिलान दुई दिनको सम्झना दुई दिनको सम्झना सम्झना हरि हरि मर्न कहिले पर्दैन जे गर्छ मान्छे किन लिन मात्रै खोज्छ सधैँ खोज्दैन केही दिन विचित्र भो संसार लाइदेऊ कृष्ण पार विचित्र भो संसार विचित्र भो संसार लाइदेऊ कृष्ण पार विचित्र भो संसार विचित्र भो संसार लाइदेऊ कृष्ण पार विचित्र भो संसार विचित्र भो संसार
रित्तै आयौँ रित्तै जान्छौँ संसारकै रित टाढिएर बाँच्न सिकौँ लोभ र मोहसित कहाँ हुन्छ र पापीलाई वैकुण्ठ बिरालो कहाँ हुन्छ र पापीलाई कहाँ हुन्छ र पापीलाई वैकुण्ठ बिरालो कहाँ हुन्छ र पापीलाई कहाँ हुन्छ र पापीलाई वैकुण्ठ बिरालो कहाँ हुन्छ र पापीलाई कहाँ हुन्छ र पापीलाई पापीलाई वैकुण्ठ बिरालो कहाँ हुन्छ र पापीलाई कहाँ हुन्छ र पापीलाई वैकुण्ठ बिरालो कहाँ हुन्छ र पापीलाई कहाँ हुन्छ र पापीलाई वैकुण्ठ बिरालो कहाँ हुन्छ र पापीलाई कहाँ हुन्छ र पापीलाई पापीलाई हरि हरि धनी गरिब ठुलो सानो भन्छन् उच्च नीच अझै धेरै झै झगडा आफन्तकै बीच हुन थाल्यो रमिता जोगाइदेऊ राम सीता हुन थाल्यो रमिता हुन थाल्यो रमिता जोगाइदेऊ राम सीता हुन थाल्यो रमिता हुन थाल्यो रमिता जोगाइदेऊ राम सीता हुन थाल्यो रमिता हुन थाल्यो रमिता रमिता जोगाइदेऊ राम सीता हुन थाल्यो रमिता हुन थाल्यो रमिता जोगाइदेऊ राम सीता हुन थाल्यो रमिता हुन थाल्यो रमिता जोगाइदेऊ राम सीता हुन थाल्यो रमिता हुन थाल्यो रमिता रमिता हरि हरि धनले सुख मिल्न सक्छ खुसी मिल्ने होइन महलमै बस्नेको नि मनमा सन्तोष छैन भयो धनको मन परे लाउन प्रभु हरि भयो धनको मन परे भयो धनको मन परे लाउन प्रभु हरि भयो धनको मन परे भयो धनको मन परे लाउन प्रभु हरि भयो धनको मन परे भयो धनको मन परे लाउन प्रभु हरि भयो धनको मन परे भयो धनको मन परे लाउन प्रभु हरि भयो धनको मन परे भयो धनको मन परे लाउन प्रभु हरि भयो धनको मन परे भयो धनको मन परे हरि हरि धनकै लागि हुन्छन् कति हत्या हिंसा पनि आफन्तले आफ्नै ठाक्छन् नजिकैको बानी छैन हरि मनैमा छन झर धनैमा छैन हरि मनैमा छैन हरि मनैमा छन झर धनैमा छैन हरि मनैमा छैन हरि मनैमा छन झर धनैमा छैन हरि मनैमा छैन हरि मनैमा मनैमा छन झर धनैमा छैन हरि मनैमा छैन हरि मनैमा छन झर धनैमा छैन हरि मनैमा छैन हरि मनैमा छन झर धनैमा छैन हरि मनैमा छैन हरि मनैमा मनैमा हरि हरि अबुझको जीवन जान्छ धनकै पछि लागि
बुझ्नेहरू केही गर्छन् समाजको लागि जाउला स्वर्ग तरेर दान पुण्य गरेर जाउला स्वर्ग तरेर जाउला स्वर्ग तरेर दान पुण्य गरेर जाउला स्वर्ग तरेर जाउला स्वर्ग तरेर दान पुण्य गरेर जाउला स्वर्ग तरेर जाउला स्वर्ग तरेर दान पुण्य गरेर जाउला स्वर्ग तरेर जाउला स्वर्ग तरेर दान पुण्य गरेर जाउला स्वर्ग तरेर जाउला स्वर्ग तरेर दान पुण्य गरेर जाउला स्वर्ग तरेर जाउला स्वर्ग तरेर तरेर हरि हरि रिसराग मोह त्याग खुसी भन्न सिकौ कोही छैनन् परैया आफ्नो भन्न सिकौ परैयाको छ र सोचौँ एउटै घर परैयाको छ र परैयाको छ र सोचौँ एउटै घर परैयाको छ र परैयाको छ र सोचौँ एउटै घर परैयाको छ र परैयाको छ र सोचौँ एउटै घर परैयाको छ र परैयाको छ र सोचौँ एउटै घर परैयाको छ र परैयाको छ र सोचौँ एउटै घर परैयाको छ र परैयाको छ र हरि हरि बाँचुन्जेल सबजनाले धनकै मुख ताक्छन् मरेपछि कानमा लाको सुन तानेर राख्छन् सबै छोडी जानी हो जीवन घाम पानी हो सबै छोडी जानी हो सबै छोडी जानी हो जीवन घाम पानी हो सबै छोडी जानी हो सबै छोडी जानी हो जीवन घाम पानी हो सबै छोडी जानी हो सबै छोडी जानी हो जानी हो जीवन घाम पानी हो सबै छोडी जानी हो सबै छोडी जानी हो जीवन घाम पानी हो सबै छोडी जानी हो सबै छोडी जानी हो जीवन घाम पानी हो सबै छोडी जानी हो सबै छोडी जानी हो जानी हो हरि हरि धर्म गरौँ कर्म गरौँ दान पुण्य गरौँ मानव सेवा गर्दै गर्दै जीवन सागर तरौँ उसकै खुसी जीवन जसको दानी मान उसकै खुसी जीवन उसकै खुसी जीवन जसको दानी मान उसकै खुसी जीवन उसकै खुसी जीवन जसको दानी मान उसकै खुसी जीवन उसकै खुसी जीवन जीवन जसको दानी मान उसकै खुसी जीवन उसकै खुसी जीवन जसको दानी मान उसकै खुसी जीवन उसकै खुसी जीवन जसको दानी मान उसकै खुसी जीवन उसकै खुसी जीवन जीवन हरि हरि
शिरैमा सजाउँदै बाँसुरीको धुन मिठो कृष्ण कालेको त्यही धुन सुनि राधिका नाच्न थालेको आए कृष्ण बाँसुरी बजाउँदै मयूर मुकुट शिरैमा सजाउँदै बाँसुरीको धुन मिठो कृष्ण कालेको त्यही धुन सुनि राधिका नाच्न थालेको हे बाँसुरीको धुन मिठो कृष्ण कालेको त्यही धुन सुनि राधिका नाच्न थालेको साँच्चै त्यही धुन सुनि राधिका नाच्न थालेको कति मिठो बाँसुरी बज्यो धुन धुन बजाउने कृष्ण हुनै बाँसुरीको धुन मिठो कृष्ण कालेको त्यही धुन सुनि राधिका नाच्न थालेको कति मिठो बाँसुरी बज्यो धुन धुन बजाउने श्री कृष्ण हुनै बाँसुरीको धुन मिठो कृष्ण कालेको त्यही धुन सुनि राधिका नाच्न थालेको हे बाँसुरीको धुन मिठो कृष्ण कालेको त्यही धुन सुनि राधिका नाच्न थालेको साँच्चै त्यही धुन सुनि राधिका नाच्न थालेको बजाउँछौ मुरली धुन तिमीसँग मन लाग्छ बाँसुरीको धुन मिठो कृष्ण कालेको त्यही धुन सुनि राधिका नाच्न थालेको कहाँ बजाउँछौ मुरली धुन तिमीसँग मन लाग्छ भेट्न बाँसुरीको धुन मिठो कृष्ण कालेको त्यही धुन सुनि राधिका नाच्न थालेको हे बाँसुरीको धुन मिठो कृष्ण कालेको त्यही धुन सुनि राधिका नाच्न थालेको साँच्चै त्यही धुन सुनि राधिका नाच्न थालेको बाँसुरीको धुन मिठो कृष्ण कालेको त्यही धुन सुनि राधिका नाच्न थालेको बाँसुरीको धुन दियो बाँसुरीको धुन मिठो कृष्ण कालेको त्यही धुन सुनि राधिका नानी अलि धेरै राम्रो पढे है मलाई पनि हो त नि हो मैले फलाक्न जान्दिनँ टिका मात्रै
ल एकदम अब यत्रो पूजा गरेर चाहिँ नि आशीर्वाद दिएपछि हैन कृष्णको मेला राधिकाको झमेला कृष्णजीको मेला राधिकाको झमेला कृष्णजीको मेला राधिकाको झमेला कृष्णजीको मेला राधिकाको झमेला कृष्णजीको मेला
गाउँको आँखा छ छर्लङ्गै पो हुन्छ पाप धर्मको ऐना गाउँको आँखा छले नि रामको छकिँदैन Arriba!
बाटामा भैन अलपत्र टिपम बेलपत्र टिपम बेलपत्र स्वर्ग जाने बाटोमा भैन अलपत्र टिपम बेलपत्र टिपम बेलपत्र स्वर्ग जाने बाटोमा भैन अलपत्र टिपम बेलपत्र टिपम बेलपत्र स्वर्ग जाने बाटोमा भैन अलपत्र टिपम बेलपत्र टिपम बेलपत्र स्वर्ग जाने बाटोमा भैन अलपत्र टिपम बेलपत्र टिपम बेलपत्र स्वर्ग जाने बाटोमा भैन अलपत्र टिपम बेलपत्र टिपम बेलपत्र स्वर्ग जाने बाटोमा कैलासमा जाने बाटो मैले चिनिन आऊ है शिवालिना कैलासमा जाने बाटो मैले चिनिन आऊ है शिवालिना आऊ है शिवालिना कैलासमा जाने बाटो मैले चिनिन आऊ है शिवालिना आऊ है शिवालिना कैलासमा जाने बाटो मैले चिनिन
छोरी